बेला चाहिँ हामी भरतपुरको अन्नपूर्ण रिसोर्टमा छौँ। यो काठमाडौँको अन्नपूर्ण होटलको ब्रान्च रहेको बुझिएको छ। यसमा चाहिँ हामीहरू एक रात बस्ने मौका मिल्यो यहाँ। जब त्यहाँको गेस्टहरूलाई चाहिँ यहाँको जुन थारू समुदायले चाहिँ नि आफ्नो थारू कल्चरको डान्सहरू देखाएर विभिन्न रीतिरिवाज परम्पराहरू झल्काउने युनिफर्म लगाएर एकदम बेलुका सबैलाई रमाइलो गराउने एकदम होइन हामीलाई पनि एकदम रमाइलो गराउनु भयो। आफ्नो कल्चरहरू झल्काउने वेशभूषामा सजिएका थिए। एकदम रमाइलो भयो। यो ठाउँमा पहिलोचोटि यो ठाउँमा आएर यति रमाइलोसँग उहाँहरूसँग समय बिताउने अवसर दिनुभयो होइन। सबैजनालाई एकदमै धेरै धन्यवाद। एकदम खुसी छौँ होइन, किनकि यो ठाउँमा यति धेरै गेस्टहरूलाई स्वागत गर्नको लागि होइन आगो फुकेर आगो ताप्दै होइन वरिपरिबाट टेबल कुर्सी लगाएर हामीहरूले ढुक्क गेस्टहरू जति पनि होटलमा बसेको गेस्टहरू छन् सम्पूर्णलाई बोलाएर यहाँनिर ठुलो ठुलो भाँडोहरूमा आगो बसाले आगो फुकेर आगो ताप्दै है एकदमै त्यहाँ चाहिँ त्यहाँको रमाइलो दृश्यमा चाहिँ एकदमै रमाइलो गराउनु भयो होइन। खुसी लाग्यो। यो मात्रै होइन, अझै धेरै डान्सहरू चाहिँ गर्नुभएको थियो। बिस्तारै म अरू डान्सहरू पनि यहाँ हाल्दै गर्नेछौँ। हामीहरू चाहिँ सबैजना हाम्रो ग्रुपहरू छन् होइन। हामी सम्पूर्ण चाहिँ यहाँ बसेर एकदम रमाइलो गरियो हेरियो होइन। आज पनि हामी पनि नाचिएको छौँ यसमा, फोटो खिच्यौँ उहाँहरूसँगै। एकदमै खुसीको पल है, धेरै सम्झना